प्रविधि र गडेउला मल बनाउने भर्मी कम्पोस्ट मल बनाउने छ यसको विधि। यसमा झोल मल 2 बनाउनको लागि हामीले 98 लिटर पानी, 98 लिटर पिसाब, 4 लिटर इएम झोल प्रयोग गरेर 200 लिटरको डडममा बनाउन सक्छौँ। यसमा डडम राख्दाखेरि 3 भागमा 1 भाग माटामुनि गाड्ने अनि 3 दिनको अन्तरालमा चलाउँदै जाने। 15 दिनभित्रमा बिरुवामा सर्ने, जरामा राख्ने। यो झोल मल 2 को प्रयोग यसरी बनाउँदाखेरि गडेउला मल राख्नको लागि हामीले गरेको प्रविधि अनुसार 1 मिटर चौडाइ 3 मिटर लम्बाइ भएको घर बनाएका थियौँ। त्यसमा गोबर मल धेरै काँचो पनि नै, धेरै सुकेको पनि नै, अर्धा काँचो लगेर राख्ने अनि त्यसमा माथिबाट त्यो केराको थामको गुदीको टुक्रा पारेर प्रयोग गरेका थियौँ र गडेउला मल, त्यसमा गडेउला मलको बिउ राखेर त्यो बिउमा त्यही मलले हल्का पुरेका थियौँ। यो 3 महिनाभित्रमा प्रयोग गर्न लायक हुन्छ र अर्को घर पनि बनाउने अनि त्यसमा जुन पहिला राखेको मल निकाल्ने अनि फेरि अर्को घरमा त्यसलाई त्यही अनुसार राख्नु पर्यो। त्यो मल हाम्रो गराएको प्रविधिको मल तयार भइसकेको छ। त्यो प्रयोग गर्न पर्यो बोट बिरुवाहरूमा, अब माटोमा छर्न पर्यो। अब झोल मल 2 को प्रविधि हामीले भनेर सक्यौँ। अब 4 भन्ने ग्रुप तयार हुनुहोस्। धन्यवाद।